Hey guys, अहिले चाहिँ म गोसेकुण्ड आइपुगेँ होइन यस्तो आइस जमा जस्तो हेर्नु रोक है म आउँछु आइस जमाएर हेर्ने मान्छे हिँड्ने चाहिँ यार पहिला पहिला छेउछाउमा त के भन्दा बिच त्यो त अलि रिक्सै हुन्छ होइन आइस जमाएर मन्दिर यहाँ चाहिँ पुजारी गुरु हुन्छ आएँ म ल अब चाहिँ हामी यहाँबाट चाहिँ माथि त्रिशुलधारा माथितिर अलि आइस छ कि हिउँ छ कि भनेर हिउँ खेल्न जान्ला छैन अब यहाँ चाहिँ अलि हिउँ पग्लिसकेको छ नि त यहाँबाट चाहिँ अनि 1 घन्टा जति हिँड्छ माथि त्यसपछि फर्किने मान्छे सब हिँड्दैछ अरे त्यसको गोसेकुण्डको हाइट चाहिँ होइन कति 4380 को 80 मिटर हाइटमा छ होइन यो गोसेकुण्ड अनि यहाँबाट चाहिँ माथि पुग्यो भने चाहिँ माथि कति 1 घन्टा लगभग 1 घन्टा हिँड्यो भने चाहिँ सूर्यकुण्ड पुग्छ होइन सूर्यकुण्ड हुँदै उता उता सिन्धुपाल्चोक काठमाडौँ हुँदै बाइपास हुन्छ होइन मिल्छ यताबाट काले चाहिँ यता काले धेरै बिचतिर नजान मासला छेउछाउमा मात्रै हिँड्ने ल्याएर पूजा गरेर अब माथि